तपाईहरुमध्ये कोही यही भएकै हलहरुमध्ये नै कोही न कोही मन्त्रालय सम्हाल्ने साथीहरु हुनुहुन्छ। तर कृपया मन्त्री बनाइदिनुस् भनेर या मिडिया ट्रायलमा म फलानु मन्त्री भनेर त्यस्तो चीजलाई बन्द गरिदिनु होला, किनभने अहिलेसम्म केही पनि थाहा छैन। पार्टीले क्याबिनेटमा कसलाई पठाउँछ भन्ने कुराको निर्णय आज यतिखेर तपाईसँग उभिँदासम्म हामीले गरेका छैनौं। पार्टीले सही निर्णय गर्छ, कसैलाई तपाईले भन्नु पर्दैन, हामीलाई थाहा छ, तपाईहरुको विज्ञता थाहा छ, तपाईहरुको क्षमता थाहा छ। कयौं साथीहरु देखिएको गर्नुहुन्छ, कयौं साथीहरु छेकिएको गर्नुहुन्छ। पार्टीले छेकिएका साथीलाई पनि हेरिरहेको छ। कहिलेकाहीँ कसैले जति देखाउँछु भने पनि देखिदैन, कसैले लुकाउँदा पनि देखिन्छ। क्षमता भन्ने कुरा त्यस्तो हुन्छ। त्यसकारणले कतिपय अलि बढी चर्चामा आएका साथीहरु र चर्चामा आउन नपाएका साथीहरु सबैलाई पार्टीले हेरेको छ। कयौं विषयका विज्ञ साथीहरु हुनुहुन्छ। म सञ्चारकर्मी साथीहरुलाई के पनि अनुरोध गर्न चाहन्छु भने सार्वजनिक चासो र सार्वजनिक छविमा आइसकेका भन्दा पनि राजसभा भित्रका 101 विज्ञ साथीहरु यो हल भित्र हुनुहुन्छ। अलिकति क्यामेरालाई फोकस गर्नुभयो, अलिकति टिल्ट डाउन टिल्ट अप लेफ्ट राइट गर्नुभयो भने यो हल भित्र 101 विज्ञ साथीहरु हुनुहुन्छ है साथीहरु। त्यसकारणले आम नागरिकलाई ती साथीहरु बारे पनि जानकारी दिदिनु होला है। चलेका, देखिएका, सुनिएका साथीहरु त छँदै हुनुहुन्छ, त्यहाँतिर पनि अलिकति ध्यान दिनुहोस् ताकि नागरिकले थाहा पाउन् कि राजसभा भित्र यस्ता मान्छेहरु पनि रहेछन् भन्ने कुरा। यो मेरो सञ्चारकर्मी साथीहरुको उल्लेख्य उपस्थिति भएको हुनाले मेरो विनम्रतापूर्वक यहाँहरुलाई गरिएको